Hello everyone, good morning and namaste. Welcome to my new day, new vlog. अनि आज चाहिँ मम्मी हेर्नु त साथीहरु. अनि म चाहिँ आज तराई झर्न आँटेको छु आफन्तहरुकोतिर. अनि हेर्नु है तराई झर्दाखेरि के लानु पर्छ भनेर सिकिराख्नु होला तपाईहरुले पनि. यो सुन्तला हो, यो इस्कुस, यहाँ पिठो, कोदोको पिठो, अनि यहाँ अम्बकहरु के छ. अनि यो चाहिँ हाम्रो मम्मीको बजारे झोला हो. लुक एट दिस. अनि हाम्रो मम्मी चाहिँ हेर्न सक्नुहुन्छ साथीहरु. यो लुगामा यो झोला सुहाउँछ कि सुहाउँदैन खोइ कता गयो. त्यही हो साथीहरु. तर गरम छ यहाँ हाम्रो मम्मीकोमा. पैसा माग्छ है तर यस्तो ब्याग हुनेहरुले चाहिँ हामीसँग पो. अनि यहाँ छ फेरि फाल्टो यसको पनि सम्मान साथ. यो मेरो पापाको हो. यो खेतमा लगिदिराख्नु पर्ने. आउनु न छिटो एउटा फोटो खिचेर जाउँ भनेको कस्तो रिस उठ्दो हो यो मम्मी त. हेर्नु त साथीहरु त्यो कपाल जाने. साथीहरु हामी चाहिँ बसाइ सर्दैछौँ. अब आउलतिर भन्नु नमिल्ने यो सब कोसेली हो. तर यो माथिको बोरा चाहिँ पापालाई हो खेतमा. अनि बहिनीले चाहिँ मलाई पुर्याउँदैछ पर. अनि शुभ बिहानी सबैजनालाई. घाम झुल्किरहेको छ. गाडी आइसक्यो रे. यो कहिल्यै नआउने जस्तो के बोक्नु परेको नि हामीले. मेरो हालत हेर्न सक्नुहुन्छ. यो चाहिँ सुन्तला हो. यसरी लगेन भने जुस भइहाल्छ. त्यही भएर कार्टनमा हाल्नुपर्छ नि त. भाङ्गै छ के बिर्से जस्तो भइरहेको छ मलाई चाहिँ. तर बिर्सिनँ होला. त्यही हो साथीहरु. अब चाहिँ म एकैचोटि गाडीमा पुगेर हजुरहरूलाई देखाउँछु है त आजको भोलक. फाइनली साथीहरु म चाहिँ आइसकेको छु फलाइजोमा. अनि गाडी चाहिँ आउँदैछ. अनि साथीहरु पनि माथि भेला भइसकेको छ रे. म चाहिँ अलि तल छु. अब उनीहरु झरेपछि जान्छौँ. मेरो चाहिँ भारी माथि छ. थोरै छैन भारी. हेर्नु साथीहरु भारी. यो छोड्दै जानुपर्ने के यो तलतिर. दुईटा छोड्नु पर्ने. यो पनि छोड्नु पर्ने. अनि यो खातबारीमा छोड्नु पर्ने. अनि यो तीनटा चाहिँ तराई लाने. अनि तल पनि छ अझै अलिकति. के गर्नु साथीहरु. आफन्तकोमा जाँदाखेरि गाउँमा भएको लगिदिनु भने बोक्नु सकिँदैन. अनि त्यही हो मलाई चाहिँ गर्मी भइरहेको छ अहिले भारी बोकेकोले. त्यही हो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला. अनि सब्स्क्राइब पनि गरिदिनु होला भन्दै लेट्स सी. फाइनली साथीहरु हामी चाहिँ गाडीमा चढेर चढिसक्यो. अब चाहिँ हामी लगभग 1 घण्टामा पुगिन्छ होला फेरि अर्को गाडीमा. यो 200 को गाडी चढेर ओर्लिसकेको छ. 500 को बाटोमा 200 चढ्यो. पछाडि आउँदै हुनुहुन्छ मिसहरु. अनि हामीले चाहिँ अगाडि हाम्रो भारी चाहिँ गाडीमा हालेर पठाइसकेको छौँ. 500 को बाटोमा 200 को त चढियो. त भाग्यमानी हामी त त्यो पनि छैन. मेरो 200 खेरी राखे म. अहिले आउँदै साथीहरु यो चाहिँ जाँदैछ मधेस. फर्स्ट टाइम खातबारी नाङ्दैछ यसले. आज चट्टी नाङ्ने जस्तो. यसले लेगुवासम्म त गएको हो. हामी चाहिँ यस्तो बाटो जाँदैछौँ साथीहरु. गाडी अरुण तरेपछि चढ्ने. त्यही हो साथीहरु आजको नौलो कुरा भनेको. यो 200 को गाडी चढेर आयो. मिसहरु 2 जना पछाडि आउँदै हुनुहुन्छ. हामीले चाहिँ अगाडि जाँदैछौँ. अनि हाम्रो गाडी भारी बोक्ने गाडी गइसकेको छ अगाडि. फाइनली साथीहरु हामी चाहिँ सङ्खुवा खोलामा आइसकेको छौँ. अनि यो र म चाहिँ यसले चाहिँ दही बोकिरहेको छ. अनि मैले चाहिँ यहाँ माछा
शङ्कुवाको असला माछा अनि मैले चाहिँ आलो माछा भेटेँ अनि त्यही भएर छ्यामाहरूलाई लगिदिनुलाई किनेर लाँदैछु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। मिसहरू पछाडि आउँदै हुनुहुन्छ, हामीले चाहिँ अगाडि अगाडि। हाम्रो गाडी पनि आइपुगिसकेको छैन, हामी गाडीभन्दा अगाडि। हामी त खतरा मान्छे पो त है। त्यही हो साथीहरू, कत्रो कत्रो हो हामी अनुहार नि ओल्साको जस्तो। मन्ता ठिक छस्? शुभयात्रा हामीलाई बिहानभरिको सङ्घर्षपछि बल्ल गाडी चढ्नु पाइएको छ। सोचेको यात्रा आउने बित्तिकै भेट्यो भन्नु न। हामी त कन्ट्याक्टमा, यो त कन्ट्याक्ट गरेको बिहानबाट पर्खिनु भएको पो त साथीहरू। हामी चाहिँ लाग्यो सक्नुहुन्छ साथीहरू। अब फोन गरेको लाग्यो है त। आधा त रन पुगेर मन्ता मन्ता ठिक छस्? ल साथीहरू, हामी चाहिँ बाटो लाग्यो है अब खातबारीबाट। हामीलाई चाहिँ एकदम भोक लागिरहेको छ। अब कहाँ खान्छौँ भात? कति बज्यो? 1 बजिसकेको छ, 1:30। अब हिलेतिर खान्छौँ मलाई भात। यो चाहिँ माछा तर पछाडिको सिटमा परेको छ, आनन्दै छ। अघि आमाले मालेकोले दिएकोले कम्ती काम गरे। सबैले खानुभयो त्यो पनि हामी त छ। कोठा पुऱ्याइदे, घर पुऱ्याइदे, आफन्तकोमा पुऱ्याइदे। यस्ता हुँदैछन् गफगाफहरू। हामी चाहिँ धनकुटा आइपुग्नु आँटेको, अब धेरै छैन।
होइन नि आफ्नो फेभरेट हो नि त्यो भनेको त होइन थुक्पा खायो नि मेरो त फेभरेट हो थुक्पा मलाई पनि हो तपाईँको त खिच्नुभन्दा तपाईँहरू भएको पो डिलिट गर्नु नानी गाउँ चाहिँ साथीहरू फेरि डबल खाजा जाँदैछ हाम्रो चाहिँ उहाँले चाहिँ थुक्पाबाट अहिले मोमो मेरो चाहिँ फेरि थुक्पा नै यहाँ खप्पाइरहेको छौँ हाम्रो चाहिँ साथीहरू हामी चाहिँ हाम्रो रुममा आइसकेको छौँ यता साथीहरू अनि हाम्रो मुमा मित्र पनि यतै हुनुहुन्छ अनि यता मिस मनिता कुर्सी जस्तो टोइलेट भर्यो गुई आएन अरे मनितालाई साथीहरू तर हामी किन हाँस्दैछौँ तपाईँहरूलाई के थाहा तपाईँहरूलाई थाहा छ छैन नि हामीलाई के थाहा हामीलाई तर आज बहुत हाँस उठिरहेको छ अनि हामी चाहिँ इटरीको होटलमा बसिरहेको छौँ अहिले चाहिँ नाम चाहिँ नभन्नु होला पछि सोध्नु होला मलाई म भनिदिइहाल्छु फ्याट त्यही साथीहरू एकदमै राम्रो रहेछ सर्भिस आएर बस्नु होला तपाईँहरू पनि त्यही हो हाम्रो ललिता मिसलाई आज हाँसो चलिरहेछ यहाँ मोमालाई पनि नयाँ नयाँ त हो नि तपाईँ यस्तोमा बस्नु भएको थियो कहिले हाम्रो मिसलाई यहाँ सोमरीले रिप्चाइसक्यो उयोहरूले के पो सोको के हो जङ्गली सिकारीले कति राम्री हो त कति राम्रो देखेको कि यस्तो ठाउँ भएर होला महँगी ठाउँ भएर होला मान्छे राम्रो पो देखाउँदो रहेछ नराम्रो मान्छेलाई त ललिता मिस दाजु सेतो न सेतो देखिँदैछ निकै हाँसिली खुसीली रसिली काटेको खोज्नु खोजेको
र ममा पनि आज त ह्यान्डसम पो देखिरहेको छ हौ ब्युटिफुल त होइन टाउको देखेर कपाल देखेर म त कट्टु पर्यो कस्तो ठाउँले आउँछ ठाउँ कस्तो ठाउँ अरे अब भन् त यो होटलको बारेमा भन्दै नि त तैँले इङ्ग्लिसमा बाँच्नुतिर रात पुस्तकमा चाहिँ बस्दैन मेरो बच्चा पछि पनि बस्दैन है यसले कसरी खोलेर ढोकामा भन्नु लिएर चाबी खोल्ने ठाउँमा यसले तर मैले कोही छुने मैले अहिले छुँदैछु है फेरि यसरी ट्याप्प त्यो मान्छेको चित्र जस्तो यसरी टाल्नु पर्दैन उसले त चाबी खोलेमा म त बाइस त चल्यो यसो घुमाउनु म सुत्छु यसले कति प्लास्टिक फेरि 4 नि मैले अनि म चाहिँ लिफ्ट चाहिँ त्यो गिरेको हुन्छ म त कस्तो डर पो लाग्यो नि यसरी त्यो अरूको जस्तो लान्छलाई भनेको त्यही भित्र देखिरहेछ नि म त एउटा नौलो लाग्यो तपाईँले चाहिँ त्यो भाटपाटेनीको जस्तो लागेको छैन त अनि के भन्छु के अरे त्यो लिफ्ट त्यस्तो चाहिँ प्रायः मान्छे अड्केर होला नि त्यसरी ल त्यो त हिँड्दा मिल्छ अहिले त अरूभन्दा म मलाई लागेको छ यो नातिनाले खाने कि खाली पुरा सम्झिरहनु भयो अरू ममा पनि कति वर्ष हुनुभयो अहिले 88 नि 88 वर्षमा हाम्रो ममा पनि आज लिफ्टमा झरेर भात खानु जानुभएको 4 तलामाथि भात 7 तलामाथि लिफ्टमा चढेर भात खान जानुभएको छ 88 वर्षमा निमन्त हाम्रो ममाको घुँडाले हुँदैन नि त त्यही भएर 7 तलामाथि आज लिफ्टमा चढाएर भात खुवाउनु ल्याएको छौँ साथीहरू तपाईँहरूको दम छ यतिको एसी छ अहिले चाहिँ सुतेको छ नाटक गर कि अनि भरे यत्र आँखा फुलाउँदै 1 बजीसम्म मोबाइल घोल्ल तेरो असली रूप त फेरि के भएर साँच्ची हो पौले भने तेलले बाफले हौ भातको इडलीको बाफले यो त नराम्रो मान्छे चाहिँ आउनु पर्ने रहेछ नि त्यो रातले सेतो भने यसले रहेछ मलाई भनेको नि तैँले अनि म हेर्न त म पनि अलिकति त सेतो छस् नि त मेरो फोटो पनि कम गरिदिँदो रहेछ यहाँ आएर के राम्री हो त्यसो भने यस्तो ठाउँ अहिले साँच्ची नि ओइ भोलि स्टाफ लुगा पट्टाउन त कुरो पनि जाउँ यहाँ चाहिँ छानबिन गर्दा पनि हामी खासै यसमा पर्ने मान्छे चाहिँ होइन मनी त झन्डै ओछ्यानमा एक्सिडेन्ट भएर भयो छिरेको त भित्र पो छिरेको त के एक बाटे नि अनि हामी जस्तो यहाँ नाचिहेर्नु पर्दा चाहिँ सुत्नै मन नलाग्ने कस्तो छ मोमो भात आमामा भात कस्तो छ मिठो छ हामी चाहिँ खाना खानु सुरु गर्दैछौँ यहाँ फोनमै बोलिरहेको छ हामी चाहिँ आज सबैजना भेज खाना हो
फाइनली साथीहरू हामीले चाहिँ खाना खाइसकेँ मैले। सबैजनाले भेजी खाना खाएँ। माझ चाहिँ गाडीमा आएकोले म त भेजी भइहालेँ। ममाहरू चाहिँ मांसाहारी हुनुहुन्थ्यो तर खानु भएन आज। ममालाई मासु खानु मन भएन रे, साग खानु मन भयो। अनि त्यसपछि हामीले भेजी खाना खाइसकेको छौँ। अनि यो नै हाम्रो कोठाको चाहिँ साथीसँगै रङ्गीचङ्गीहरूले चाबी के अरे स्क्यानर कार्ड चाहिँ भित्र छोडिराखेर ढोका तानेछ बाठो भएर। अनि हामी ममा चाहिँ बाहिर कुरिरहेको छौँ। ममालाई टोइलेट लागिसक्यो अरे। अनि दुईजना चाहिँ गएको छ चाबी दिनु। अनि उनीहरू आएपछि हामी भित्र छिर्नेछौँ। त्यो साथीहरू हाम्रो इटरीको बसाइ यस्तै हुँदैछ। भिडियोलाई अन्तिमसम्म हेर्नु होला, हाम्रो यात्राहरू पनि हेर्नु होला, हामी कति दुःखले आएको छौँ भन्ने कुराहरू हेर्नु होला, देखाउने छु साथीहरू। अब चाहिँ तातो भातले छुँदैछ, अलिअलि निन्द्रा लाग्दैछ। त्यही हो साथीहरू। अनि भोलिको पनि भिडियो हेर्नु होला। भोलि त ममा र मेरो टुर हुनेछ। हामी भोलि भाउन्ने जानेछौँ छ्यामाहरूकोतिर। अनि म चाहिँ फर्केर आउँछु। ममा चाहिँ उतै बस्नुहुन्छ छ्यामाकोमा। त्यही हो साथीहरू। इटरीको भ्यू हेर्नु होला है, यस्तै देखिरहेछ म बसेको बाटो चाहिँ बाहिर। यो पूर्व जाने रोड हेर्नु सक्नुहुन्छ यहाँ। ए पूर्व जाने होइन, धरान जाने रोड रहेछ। यस्तो त हुन्छ भित्र छिरेपछि त कता हो कता।